डिभोर्स अगाडि श्रीमानको घर जेल जस्तो लाग्थ्यो। आज डिभोर्स भएको 3 वर्षपछि आफ्नै घर नै नर्क जस्तो लाग्छ। जति बिजी भए पनि यो कुरा सुन्नुहोस् है, मैले बिए गर्दा मेरो उमेर 19 वर्षको मात्रै थियो। मैले आफ्नै रोजाइमा विवाह गरेँ। मेरो श्रीमान शान्त स्वभावको कामकाजी छन्, अलिकति जिद्दी, उसले भनेपछि हुनै पर्ने, उसको कुरा माथि पर्नै पर्ने, तर मनमा नराम्रो चाहिँ थिएन। झन्डै 3 वर्ष हाम्रो परिवार टिक्यो। त्यसबेला हाम्रो 1 वर्षको छोरा थियो। बिए पछि सुरुमा सबै कुरा राम्रै चलिरहेको थियो, तर म एकदम भावुक किसिमको थिएँ, अलिक रिसालु पनि थिएँ। श्रीमानले थोरै मेरो बारेमा नराम्रो केही भनेमा तुरुन्तै झोला बोकेर माइत जाने गर्थे। त्यसबेला दिदी, भिनाज, दाजु, भाउजू, भाइ, बुहारी, आमा, बुबा सबै मेरो पक्षमा उभिन्थे, किनकि मैले ज्वाइँले ममाथि गरेको व्यवहार सुनाउँथे, तर मैले गरेको गल्ती चाहिँ लुकाउँथे। त्यसबेला सबैले मेरो श्रीमानलाई नै दोषी देख्छन् र मलाई सहारा दिन्छन्, अनि मेरो गल्ती केही छैन, सबै त्यसैको गल्ती हो भनेर मैले पनि सोच्ने गर्थे। एक दिन कुनै कुरामा हाम्रो झगडा भयो। कुनै पनि श्रीमतीले आफ्नो श्रीमानलाई नभन्नु पर्ने कुरा मैले भने। त्यसबेला रिस र उत्तेजनामा उसको सहनशीलता फुट्छ र उसले मलाई एक झापड मेरो गालामा हान्यो। त्यो एक झापडले मेरो जीवनलाई बदल्छ। रिसाएर झोला र नानी च्यापेर बुबाको घर आए। आफूले गरेका भनेका गल्ती लुकाएर रुँदै मैले उसले कराको, हप्काको, कुटेको कुरा सुनाएँ, देखाएँ। त्यसबेला सबै मेरो माइती पक्षले अब त्यस्तो राक्षससँग बस्नु पर्दैन, त्यसलाई मुद्दा हाल भने। मैले पनि उसको नाउँमा महिला दुर्व्यवहारको मुद्दा दायर गरेँ। प्रहरीले उसलाई भगायो। उसको आमा बुबाले मुद्दा फिर्ता गर्न बारम्बार मलाई आग्रह गरे। म राति ओछ्यानमा सुतेर सोच्ने गर्छु कि ऊ साँच्चै नै नराम्रो मान्छे थियो त। केही दिनपछि धैर्य गर्न सकिन भन्दै उसले माफी माग्यो। मैले मुद्दा फिर्ता लिएँ, तर म उसँग उसको घरमा गइनँ। केही दिनपछि दुई परिवार मिलेर बस्नु, अब नयाँ तरिकाले जीवनयापन गर्नु परिवारले भने। म पनि सहमत भएँ। पहिलो केही महिना राम्रैसँग बित्यो, तर अचानक फेरि झगडा भयो र म मेरो आमा बुबाको घरमा आएँ। केही दिनपछि मेरो श्रीमान बिरामी छन् भनेको कुरा सुने। माइती घरका सबैले स्वास्नी फर्केर आउँछ भनेर नाटक गरेको हो भने। त्यसबेला उसका आफ्नो आफन्त लिएर यहाँ आओस्, त्यसपछि उनीहरूको साथमा जान्छु भन्ने मनमा सोचे, तर कोही आएनन्। बरु घरमा एउटा पत्र आउँछ, सम्बन्ध विच्छेद पत्र। पत्र हातमा परेपछि मन मुटुमा दन्दनी आगोले पोले जस्तो भयो, अनि सोचे यो आँट उसमा कहाँबाट आयो, कति गाह्रो भयो, सहनै सकिन। माइती पक्षले कुचोले बढार्नु पर्ने कसिङ्गार हावाले उडायो भन्दै अदालतमा गएर छोराको पढाइ लेखाइको लागि मासिक खर्च र अंश माग्न सुझाव दिए। मलाई मेरो मुटुमा 1000 किलोको ढुङ्गाको वजनले थिचे जस्तो महसुस हुँदै थियो। सास फेर्न गाह्रो भएको थियो। त्यसबेला एक शब्द पनि नसोची सबै कुरा स्वीकार गरे। बच्चा मसँग आयो, आर्थिक सुरक्षा र उसको हातबाट म स्वतन्त्र भएँ। आज 3.5 वर्ष बितेछ। उसले फेरि नजिकैको स्कुलमा पढाउने शिक्षिका बिहे गरेको छ रे। सुन्छु धेरै राम्री छे रे, तर मेरो जिन्दगी जहाँ छ त्यही रोकियो। यो संसारमा लोग्ने परेकासँग बिहे गर्न बढी रुचाउँछन्, तर हामी डिभोर्सीसँग रात कटाउन, घुमाउन, साँच्चै भन्ने हो भने रातकी रानी र रखेल बनाएर राख्न रुचाउँदा रहेछन्। आज म सोच्ने गर्छु, एउटा गल्ती, अलिकति जिद्दी, रिसको एक झिल्कोले मेरो पुरै परिवार सधैँको लागि सकियो। उसले मलाई एकपटक एक झापड हान्यो, तर मैले उसलाई सहनै नसक्ने शब्द भने। मेरो अहंकार र माइती घरको सपोर्टको घमण्डले उसलाई बारम्बार दुःख दिए। आज मैले बुझ्दैछु, परिवारमा जोडिएर बस्नु भनेको माफी दिनु, आफू अनुकूल हुनु, मायामा कमी हुन नदिनु रहेछ। तर यो सबै मेरो भाग्यमा रहेन। सम्बन्ध विच्छेद गरेपछि स्वतन्त्र हुन पाइन्छ भनेर जसले सोचिरहेका छन्, स्वतन्त्र होइन, यो एक प्रकारको एक्लो कारागार हो, जेल बन्दी हो। जब सबैको परिवार जोडिएर बसेको देखिन्छ, खुशी जीवन हुन्छ, त्यसबेला आफ्नो एक्लो कोठा नर्क जस्तो लाग्छ। दिदी बहिनीहरू, आफ्नो श्रीमानसँग झगडा गर्नु, तर रिसमा डिभोर्स भन्ने शब्द नल्याउनु। आफू अलिक नरम बन्नु, श्रीमानलाई अलिक छुट दिनुस्, सायद त्यसले तपाईको पुरै जिन्दगी नै बदलिन्छ। अर्को कुरा, माइतीले पनि आफ्नो बिहे गरेर गएकी छोरीलाई चाडपर्वमा बाहेक अरू बेला बोलाउने चलाउने काम नगर्नु। आफ्नो बुहारीलाई जस्तो आफूले गरेको छ, त्यही कुरा आफ्नो छोरीमा पनि पालना हुन्छ भनेर सधैँ सोच्ने गर्नु। ल, यो विचार कस्तो लाग्यो कमेन्ट गर्नु ल। भिडियो मन परे लाइक शेयर गर्नु ल। अनि अहिले